यो सिजन विराटनगर किङ्स साँच्चै धमाका लिएर मैदानमा उत्रिएको छ। पछिल्लो सिजन जनकपुर बोल्ट्सलाई विजेता बनाउने र पूर्व नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुधु दशनायके अब यसपालि विराटनगर किङ्सलाई कोच गर्दैछन्। नेपाली स्टार बलर सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा डेब्यु गराएका प्रशिक्षक अब सन्दीपसँगै एउटै टोलीमा देखिँदैछन्। यस टोलीमा विदेशी आक्रामक खेलाडीहरूको अद्भुत मिक्स छ। साउथ अफ्रिकाका फाफ डु प्लेसी, न्युजिल्यान्डका मार्टिन गप्टिल, साउथ अफ्रिकाकै फास्ट बलर मर्चान्ट दे ल्याङ, स्कटल्यान्डका जर्ज मोन्सी र अस्ट्रेलियाका साम ह्याजलेट। नमस्ते, मेरो नाम साम ह्याजलेट हो। त्यो मात्र होइन, नेपालका उदाउँदा युवा प्रतिभाहरू बसिर अहमद, लोकेश बम र लेफ्ट आर्म फास्ट बलर प्रतेश जेसी पनि यस टोलीका एउटा स्ट्रङ फाउन्डेसन बनेका छन्। र बलिङ विभागलाई अझ धारिलो बनाउन श्रीलङ्काका पूर्व बलिङ कोच धमिका प्रसाद पनि टोलीमा सामेल छन्, जसलाई स्वयं पुबुधु दशनायकले ल्याएका हुन्। यो सम्पूर्ण संयोजन हेर्दा स्पष्ट देखिन्छ, यो सिजन विराटनगर किङ्स केवल खेल्न मात्र होइन, ट्रफी जित्न मैदानमा ओर्लिएको टोली हो।